हेलो साथीहरू, आज पनि मेरो नयाँ ब्लगमा आइसकेको छु। हेर्नुहोस्, म चाहिँ यसो जाँदै होइन, टक्क गल्ली गल्ली छ, बाटो पनि खतरा आयो, गल्ली गल्ली गएको सो पारा पारा होइन, टक्क हिँडिदिने हो। अब जाने हो कि म चाहिँ पर प्राइमेरी स्कुल छ अरे यहाँ गाउँमा होइन, टक्क त्यहाँ जाँदै हो। खासमा ठिकै छ नि त होइन, के गर्ने त। अब यसो कहिले कस्तो जानुपर्छ अरे यसो घुम्न। के हो, आँखैमा आइरहेको छ त। यस्तै छ गाउँ त, यस्तै हो। ठिक छ नि गाउँ। अब म टक्क पारेर होइन, दाउरा ल्याउनु छ यार। दाउरा ल्याउनु जानुपर्ने छ होइन, साथीहरू के गर्नु। यस्तै हो जिन्दगी चाहिँ। टक्क गाउँ जस्तो दामी छ यार, हेर्दा यस्तो दामी छ। म चाहिँ यहाँबाट टक्क हिँडिरहेको थिएँ। ओ यार अहिले झन्नै लट्याए। अनि मैले चाहिँ अब नयाँ नयाँ ब्लगहरू यसो बनाउँदै होइन, भर्खर नै सुरु गरेको। हल्का साथ सपोर्ट दिनु होला, त्यही भन्न चाहन्छु होइन। पुरै आँखामा भक्कायो, घाम आयो नि, त्यही भएर अलि राम्रोसँग सिन, बिहानको सिन त्यही त। अनि यहाँ पनि मान्छेहरू छन्, के हो। कता हुन् हिँड्दै हुनुहुन्न। टक्क काममा हिँडिरहेको केटाहरू पनि कोदालो बोकेर हेर्न टक्क। यो चाहिँ प्राइमेरी स्कुल रहेछ यार। यहाँबाट पारि सिन त दामी देखिन्छ, तर अहिले बिहान बिहान भएर नि हेर्न देख्न गाह्रो नै छ। बाँकी यस्तै छ गाइजहरू। म चाहिँ यता होला जानुपर्ने भन्दा यहाँनिर चाहिँ ठिकै आएन, फोटोहरू हान्नुपर्ने रहेछ एक दुईवटा। बाँकी त यसो जाने गाइजहरू थाकियो यार। रिभरदेखि आइदिएको होइन, पुरै थाक्यो कि पछाडि पुरै हो कि। अब यहाँदेखि हेरौँ क्या दामी भर्खर घाम आइरहेको छ होइन। भर्खर भन्नाले भयो यार, बिहानै आउँछ हुन त 7:30 बजीतिर। ट्र्याकको यो चाहिँ पुरानो एउटा डोगरी जस्तो छ होइन, गोठ हो कि डोगरी हो खै के हो। ड्रमहरू राखेको छ। मैले लग्नुपर्ने दाउरा चाहिँ कुन हो, त्यो हो कि हो, यो होला, निकालेको छ भन्दै थियो। यही हो मैले लग्नुपर्ने दाउरा चाहिँ। टक्क पिठो पार्ने हो होइन। बाँकी अब पिठो चाहिँ कसरी पार्ने हो त, खासमा पिठो पार्नु पऱ्यो ट्र्याकको होइन, सानोतिनो। बाँकी त अब यस्तै छ नि। यसो यहाँ पर हल्का निम्की गर्ने सोचेँ। ओइ अहिले झन्नै लट्याए यार। यहाँ चाहिँ अलिक ठिक छ के रहेछ यहाँदेखि होइन, त्यही हो अब होइन। बाइक हेर्दै त के चिल्लाइरहेछ खै। यस्तै छ गाइस, मान्छेहरू आइरहेछ होइन।
त्यही हो